नमस्कार सम्पूर्णमा। आज हामी विद्यालयमा 2083 को लागि शैक्षिक सामग्रीको निर्माण गर्दैछौँ र आज मात्र होइन, विगत केही दिनदेखि 7 गतेदेखि भनौँ, वैशाख 7 गतेदेखि नै हामी शैक्षिक सामग्री, वार्षिक कार्यतालिका, पाठ योजना, विभिन्न शैक्षणिक योजनाहरू हामीले निर्माण गर्दै आइरहेका छौँ र यसै क्रममा हामी आज पनि उपस्थित भएका छौँ। सधैँ जस्तै हामी 10 देखि 4 सम्म विद्यालयमा रहन्छौँ र आज विद्यालयमा नै शैक्षिक सामग्रीहरू निर्माण गर्दा गर्दै धेरै ठुलो पानी पनि पर्यो। आजको मौसम यस्तै पनि थियो र पूर्व जानकारी पनि थियो हामीलाई यस सम्बन्धी र असिना पानी आएको छ र हामी पनि दिनभरि सायद बालबालिकासँगै बस्ने भएर होला हाम्रो मन पनि बालबालिका जस्तै भइदियो जस्तो लाग्ने र हामी गएर एकछिन असिना पानीसँग रमायौँ। प्रत्येक वर्ष यस असिना पानी हामी अब तराईमा भएर होला हामीले हिउँ देख्न त पाउँदैनौँ, तर असिना पानी प्रत्येक वर्ष यसरी हाम्रो तराईमा परिरहेको हुन्छ, जसले गर्दा बालीनाली पनि कति धेरै नष्ट हुन्छ। तैपनि हामीले यही अनुसार चल्नुपर्छ र त्यसै गरी अब एकछिन हामी असिना पानी खेलिसकेपछि फेरि पनि हामी आफ्नै कार्यकक्षतर्फ फर्क्यौँ र हाम्रो विभिन्न शैक्षिक सामग्रीहरू निर्माण भइसकेका छन्। कति भइसकेका छन् भने कति हुँदैछन् र यी सम्पूर्ण विषयवस्तुसँग सम्बन्धित भएर नै हामीले निर्माण गरेका छौँ। वर्षभरि जुन हामीलाई शैक्षिक सामग्रीहरू चाहिन्छ तिनै शैक्षिक सामग्रीहरू हामीले निर्माण गर्दै आइरहेका छौँ। क्यापिटल र स्मल लेटरको अल्फाबेट पनि राख्यौँ, इङ्ग्लिस अल्फाबेट, विभिन्न थरीका शैक्षिक सामग्रीहरू केही बनिसकेका छन् भने केही बनाउँदै हुनुहुन्छ, म्याडमले पनि बनाउँदै हुनुहुन्छ। बारहरू, मन्थहरू, त्यसै गरी वैशाख जेठ यस्ता महिनाहरू र सम्पूर्ण जुन हामीलाई तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म चाहिने शैक्षिक सामग्रीहरू हामीले निर्माण लगभग सिध्याउन आँटिसकेका छौँ। किनभने अब विद्यार्थी भाइ बहिनीहरूसँग भेट हुन हामीलाई केही दिन मात्र बाँकी छ र यी शैक्षिक सामग्रीहरू हामीले त्यतिखेर बनाउन भ्याउँदैनौँ, किनभने हामीलाई कक्षा कोठामा गएर प्रत्यक्ष रूपमा यी शैक्षिक सामग्रीहरूको प्रयोग गरेर पाठ योजनासहित हामी उपस्थित भएर बालबालिकालाई शिक्षण सहजीकरण गर्नुपर्ने हुन्छ। त्यसैले यी शैक्षिक सामग्रीहरू निर्माण हुँदैछन्। मौसम यस्तै छ र त्यसै गरी भर्नाको लागि पनि हामी भर्ना अभियानमा पनि लागेछौँ र एक दिन 2 दिन भर्ना अभियान हिँडेर बालबालिकालाई विद्यालयमा भर्ना खुलेको पनि जानकारी गराउँछौँ। 15 गतेदेखि नेपाल सरकारले भर्ना खोलिसक्नु भएको छ र त्यसै अनुसारका बालबालिकाहरू आउँदै हुनुहुन्छ भर्नामा दिनलाई पनि हुनलाई र विभिन्न शैक्षिक सामग्रीहरू निर्माण गर्दै गर्दा फेरि पनि पानी पर्दै थियो। पानी पर्ने मौसम बाहिर थियो र हामी शिक्षकहरू आफ्ना कार्यमा व्यस्त थियौँ। सम्पूर्ण शिक्षकहरू यिनै शैक्षिक सामग्री निर्माण गर्नमा आज हामी व्यस्त भयौँ र आफूले बनाएका यी शैक्षिक सामग्रीहरू यसरी प्रदर्शन गरेर भन्न पाउँदा, बोल्न पाउँदा नि खुसी लाग्ने र यिनै पास्ट प्रेजेन्ट त्यसै गरी भावेल लेटरबाट बनेका वर्डहरू, यी सबै वर्डहरू हामीले लेखेर बालबालिकालाई विशेष गरी रङ्गीचङ्गी कलरहरू प्रयोग गरेर यसरी कक्षा कोठामा ह्याङ्गिङ गर्दाखेरि बालबालिकाको चाहिँ झन् सिक्ने, तीव्र रूपले सिक्ने चाहना बढ्छ र उनीहरूलाई रोचक रूपले सिकाइ हुन्छ र त्यसै गरी हामीले बनाएका शैक्षिक सामग्रीहरू हामीले प्रदर्शन गर्दै खुसी हुँदै फोटो भिडियो पनि बनायौँ र बाहिर पानी पनि परिरहेको छ र हामीले भिडियो पनि बनाइरहेका छौँ। अब आफूले मिहिनेत गरिसकेपछि आफूलाई पनि रमाइलो लाग्ने यी भिडियोहरू बनाएँ र पछिसम्म नै मेमोरी हुन्छ भनेर अनि भोलिपर्सि फेरि बनाउनुपर्छ। त्यसै गरी हाम्रो सरले पनि वार्षिक कार्यतालिका पनि देखाउँदै हुनुहुन्छ। पदवर्ग, यी ठुला कक्षाहरूलाई, माथिल्लो कक्षाहरूलाई चाहिने शैक्षिक सामग्रीहरू, नम्बरहरू, अल्फाबेटहरू अनि नम्बर नेम, यी सम्पूर्ण कक्षामा ह्याङ गर्दा बालबालिकालाई झन् चाँडो सिक्ने हुन्छ जस्तो हामीलाई चाहिँ महसुस भएर हामीले चाहिँ रोचक तरिकाले रङ्गीचङ्गी कलर प्रयोग गरेर हामीले